हेलो नमस्ते कोजी किड्स फ्यामिली, यो रहेको छ मस्टेला। यसलाई चाहिँ हामीले फिट गर्दैछौँ। फर्स्टमा चाहिँ मोटरमा हामीले रड लगायौँ, त्यसपछि माथिपट्टि पनि भी सेपको चाहिँ हामीले रडहरू दुईटा अट्याच गर्यौँ। फेरि त्यसको माथि पनि हामीले रडलाई जोड्यौँ र त्यसमा चाहिँ हामीले यो म्याट जुनमा चाहिँ हजुरले बेबीलाई राख्नुहुन्छ त्यो अट्याच गरेर फेरि त्यसलाई पनि तलकोसँग अट्याच गर्यौँ। यसलाई चाहिँ फेरि साइड साइडबाट कर्नरबाट मजाले राख्यौँ भनेदेखि फेरि बेल्टको लागि भनेर हामीले दस्नामा चाहिँ बेल्टलाई अट्याच गर्यौँ। त्यसपछि अब चाहिँ हामीले यसमा मजाले बेबीलाई सेफ्टी दिन सक्छौँ। यसमा चाहिँ हजुरले माथिपट्टि राख्ने नेट पनि पाउन सक्नुहुन्छ। यसमा चाहिँ टोइज पनि अट्याच हुन्छ। एकदम राम्रो खालको मस्टेला रहेको छ। यो मस्टेलामा हजुरले मोडहरू धेरैवटा पाउनुहुन्छ। यो आफै हल्लिन्छ, स्विङ हुन्छ, हजुरले स्पिड घटाउने बढाउने पनि मजाले गर्न मिल्छ भनेदेखि यसमा चाहिँ हजुरले रिमोट पनि पाउनुहुन्छ, चार्जर पनि पाउनुहुन्छ। यसमा चाहिँ हजुरले अहिले चाहिँ यो गीत बजिरहेको छ, यसमा चाहिँ हजुरले रिमोट पनि पाउनुहुन्छ। रिमोटमा हजुरले गीतहरू डिफ्रेन्ट पाउनुहुन्छ, साउन्डहरू ठुलो सानो गराउन सक्नुहुन्छ, अफ गर्न सक्नुहुन्छ अनि टाइमर पनि राख्न सक्नुहुन्छ। 15 मिनट, 30 मिनट र 45 मिनटको टाइमर पनि राख्न सक्नुहुन्छ। यसमा चाहिँ हजुरले ब्लुटुथ मोड पनि पाउनुहुन्छ। ब्लुटुथ मोडमा चाहिँ हजुरले आफूले फोनमा जुन मन लाग्यो त्यही अथवा बेबीलाई जुन गीत मनपर्छ त्यही पनि मजाले बजाउन सक्नुहुन्छ। यसलाई चाहिँ हजुरले यसरी यो माथिपट्टि राखेर हजुरले सुताउन पनि बनाउन मिल्छ भने बेबी अलिकति ठुलो भएपछि यसलाई चाहिँ सिधा बनाएर हजुरले फिडिङ चेयर पनि बनाउन सक्नुहुन्छ र बेबीले चाहिँ स्टडी टेबलहरू हजुरहरू पनि अर्डर गर्न चाहनुहुन्छ यस्तो खालको 4-in-1 मस्टेला भनेदेखि हाम्रो स्क्रिनमा रहेको नम्बरमा वाट्सएप, भाइबर कल अथवा डाइरेक्टली टिकटकबाट पनि अर्डर गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच।